यहाँहरूलाई परेको एउटा कन्फ्युजन दूर गरौँ भन्ने सोचेको छु आजको यो भिडियोमा। त्यो के भने म समक्ष सेवा लिन आउनुहुने कतिपय सेवाग्राही महानुभावहरूलाई तथा कतिपय भिडियोहरूमा पनि मैले केही कुनै ग्रहहरू स्वगृही हुँदा अथवा चन्द्रमा 6औं 8औं 12औं अवस्थामा रहेको अथवा अन्य केही कुनै कारणले नै किन नहोस् मैले कतिपय अवस्थामा सेवाग्राही पक्षलाई केही कुनै सीमाभित्र आबद्ध गरेर केही कुनै कुराको दान दिन अथवा विद्यार्थी अथवा शिक्षा ग्रहण गर्न चाहने कुनै पक्षलाई निशुल्कमा अध्ययन अध्यापन नगराउन तथा कतिपय अवस्थामा साधु सन्तहरूलाई भोजन नगराउन तथा कतिपय अवस्थामा फलानो देव या देवीलाई खासै पूजा आराधना नगरी टाढैबाट नमस्कार गर्न अथवा कतिपय अवस्थामा लामो समय शङ्ख घण्ट नबजाउन अथवा कतिपय अवस्थामा आफूले पूजा गरिरहेको आफ्नो घरको स्थानलाई बदल्न जस्ता यस्ता सुझावहरू दिइरहेको हुन्छु। विशेषतः सेवाग्राही पक्षलाई गुरुजीले परोपकार गर्न सिकाएको हुनुपर्नेमा कुनै खास प्रकारको दानै नगर्ने भन्ने प्रकारको उपाय जुन सिकाउनु हुन्छ यसबाट हामीलाई कन्फ्युजन भयो भन्ने हिसाबको प्रश्न आउने हुँदा यस सन्दर्भमा मूलतः म किन कतिपय अवस्थामा दान दिनमा रोक लगाउँछु व्यक्तिलाई भन्ने सन्दर्भमा केही क्लियरेन्स गर्न चाहन्छु। दान दिनु भनेको के हो? पुण्य आर्जन गर्नु हो। दान कतिखेर दिइन्छ? आफसित भएको कुनै कुरा अरूलाई दिइन्छ। हामीमा सेवा गर्न सक्ने क्षमता होला अथवा वस्तु केही अरूलाई प्रदान गर्न सक्ने क्षमता होला। यो यसरी अरूलाई केही दिनु भनेको घ्वाप्प धेरै ठुलो भारी मात्रामा दिनु भन्दा पनि चाहे सानो इकाइमै किन नदियोस् तर आफ्नो आर्जनको आफ्नो स्व आर्जनको आफूले कमाएको आफूले पसिना बगाएको विषयको सेवा अथवा वस्तुको दान गरिन्छ। अर्थात् ऋणी व्यक्तिलाई दान दिने कुनै अधिकार हुँदैन। तपाईँ ऋणमा चुर्लुममा डुब्नु भएको छ अनि तपाईँ ऋण सापट गरेर चोरेर ल्याएर अथवा कुनै ढङ्गले अर्काले ठगेर ल्याएकोबाट अथवा कुनै ढङ्गले चाहे अरूसित ऋण लिएर आएर म तिर्छु भन्ने हिसाबले ऋणै लिएको किन नहोस्। यसरी ऋणबाट दान गर्ने अधिकार सम्बन्धित व्यक्तिलाई सिद्धान्त त हुँदैन। दान भनेको आफ्नो आर्जनको आफ्नो कमाईको स्व मेरो भन्ने कुराबाट दान गरिन्छ। जबसम्म तपाईँले आफ्नो स्व आर्जनकोबाट दान गर्न सक्नुहुन्न तबसम्म त्यस्तो व्यक्तिलाई ऋणी सम्झिन्छ र ऋणी व्यक्तिलाई दान दिनुको कुनै अर्थ हुँदैन। त्यस्तो दानबाट कुनै पनि लाभ हुँदैन। जन्मकुण्डली अध्ययन गर्दा नि कतिपय अवस्थामा त्यो व्यक्ति कुनै खास विषयको ऋणी दूधको अथवा पानीको अथवा कुनै वस्तुको ऋणी छ भन्ने कुरा अथवा भोजनको ऋणी छ भन्ने कुरा प्रष्ट देखिन्छ। जस्तै चन्द्र नै 6औं स्थानमा छ भने मैले व्यक्तिलाई दूध या पानीको दान दिनबाट निषेध गरिरहेको हुन्छु। यसको अर्थ के हो भने उसले पूर्व योनिमा नै दूध या पानीलाई यस योनिको समेत स्टकलाई समाप्त गर्ने गरी भरपूर मात्रामा अथवा चाहिने भन्दा बढी चाहिँ उपयोग गरिसकेको छ भन्ने अर्थ हुन्छ। त्यस्तो स्थितिमा हामीले कुनै खास वस्तुको दान दिनबाट रोक लगाउनु पर्ने हुन्छ। त्यसकारण जबसम्म कुण्डलीले कुनै खास विषयको दान गर्दा त्यो विषयमा तपाईँ ऋणी हुनुहुन्छ भन्ने कुरो देखाउँदैन तबसम्म तपाईँलाई दान दिने अधिकार रहन्छ। तर कुनै खास मामलामा कुनै ग्रहको कुनै खास ठाउँको अवस्थितिको कारणले गर्दा तपाईँ त्यो विषयमा ऋणी हुनुहुन्छ भन्ने देखिन्छ भने त्यो विषयमा तपाईँलाई दान दिने कुनै अधिकार हुँदैन। त्यसै कारणले त्यो कुण्डलीलाई हेरेर विवेचना गरेर मैले कतिपय अवस्थामा जातक पक्षलाई कुनै खास विषयको दान दिन निषेध गरेको हुन्छु। अब कुन व्यक्तिले कस्तो अवस्थामा कुन कुन कुराको दान दिन हुँदैन भन्ने कुरा यो कुण्डली अध्ययन गरेर बुझिने कुरा हो। त्यसलाई आजकै भिडियोमा समेट्न गाह्रो हुन्छ। मेरा पुराना भिडियोहरूलाई अलिकति ध्यान दिनुभयो भने कतिपय अवस्थामा ती कुराहरूलाई मैले त्यहाँ आंशिक रूपमा व्याख्या गरेको पनि यहाँले पाउनु हुने नै छ।